यो चाहिँ हामीले विगतदेखि चलिआएको तिहार कसरी मनाउँछौँ यसरी हामीले सिसी क्यामेराको माध्यमबाट रेकर्ड गरेर हिन्दू धर्मावलम्बीहरू चाहिँ मनाउने तिहार दोस्रो चाड तिहार अथवा यमपञ्चक भन्छ। यहाँ चाहिँ हामीले विभिन्न माध्यमबाट मनाउने गर्छौँ। आफ्नो दिदीबहिनीसँग दाजुभाइले मिलेर मनाउने गर्ने क्रममा हामीले पनि यस वर्ष यसरी मनाएका छौँ। हेर्न सक्नुहुनेछ सम्पूर्णजनाले हाम्रो नानी बाबुहरू पनि छन्, छोराछोरी भान्जा भान्जी र हामी दाजुभाइ दुईजना दाजुभाइ चाहिँ जब दिदीले ल्याएर कलशहरू राखिसकेपछि यसमा हामीले त्यहाँबाट उठ्न नमिल्ने भएका कारणले र भाइ पनि छ, भाइ पनि आउँदैछ, बहिनी दिदी सबैजना मिलेर हामीले एकअर्कामा तिहारको रमझमका साथ मनाउन गरेको यो तिहारको एकदम उल्लास एकदमसँगले मनाएका छौँ। सुरुमा चाहिँ बहिनीले के भन्छ यो ओखर राखेर दुबो टिपेर साइडमा दुबो राखिरहेको छु अनि भाइ छ छेउमा, साइडमा दाजु हुनुहुन्छ, बिचमा म बसिरहेको छु, साइडमा भान्जा हेरिरहेका छन्। हाम्रो दुई पुस्ताको टिका हुन्छ। पहिला हामी मामाहरू लगाउँछौँ, त्यसपछि छोराछोरी सानो नानीहरू भान्जा र भान्जी लगाउने। आफूभन्दा ठुलाले पहिला लगाइसकेपछि चाहिँ सानोले लगाउने चलन छ। त्यसै गर्ने क्रममा टिका ल्याउन हाम्रो भाउजू पनि आउनु भएको छ साइडमा। भाउजूले पनि यसो अब भाउजू पनि आउनुहुन्छ टिका ल्याउन। यसरी बारम्बारसँगले गर्ने क्रममा तिहार मनाउने क्रममा तिहार मनाइरहेका छौँ है। यो चाहिँ मैले ढिलो भिडियो पोस्ट गरेँ पनि यो रेकर्ड गरेर राखेका कारणले गर्दाखेरि आज पोस्ट गर्दैछु। कस्तो लाग्छ छोरी मजाले हेरिरहेको चाहिँ बहिनीले कपाल मिलाउँदैछ। यो चाहिँ हाम्रो 12 बजेर टाइम पनि हेर्न सक्नुहुन्छ, ठ्याक्क टाइमै छ होइन। यो यस्तो तरिकाले हामी वर्षेनी रूपमा तिहार मनाउने गरेका छौँ। तिहार निरन्तर रूपमा यसरी मेसेज पनि आएको छ है, के गर्ने पर्ने है। सेल्फी हान्न छोडेर सेल्फी नहानी भएन। भान्जा छेउमा आएर उहाँ बसिरहेका छन्, भाउजू साइडमा। यस्तै छ, अब तिहार मनाउनै पर्यो है। आज तिहार मनाउनको लागि टिकाको लागि बहिनीले ठाउँ बनाउँदैछ, छोरी निस्किँदैछ। अब हामी चाहिँ 4जना छौँ। यसरी फुलपाती केहरू गमरा चाहिँ साइडमा राख्ने क्रम हुँदैछ। गमरा साइडमा राखेर साइड सार्ने क्रम हुँदैछ। छोरी बिचमा हिँडेर डिस्टर्ब गर्दैछ। यो फोन आयो कसको फेरि, यस्तो छ। यसरी बारम्बार तरिकाले वर्षेनीदेखि मनाउँदै आएको चाडपर्व तिहार मनाउने क्रममा हामी छौँ। एकदमसँगले तिहार मनाइरहेका छौँ। तिहारको लागि पूर्व तयारी बहिनी नाप्दैछ, छोरी पनि सहयोग गर्दैछ। उहाँ क्यामेरामा के भनेर भन्दैछ है। मैले चाहिँ एकदम कसरी थाहा छैन, यसरी सस्पेन्समा राखेर चाहिँ क्यामेरा रेकर्ड गरेर चाहिँ भिडियो बनाउने भन्ने पूर्व तयारी मेरो थियो। त्यही भएर मैले पूर्व तयारीका साथ भिडियो बनाइएको छु। यसरी भिडियो बनिन्छ भन्ने कसैलाई पनि थाहा छैन। त्यसरी नै जसरी हुन्छ एकदम नेचुरल तरिकाको भिडियो होस् भनेर चाहिँ मैले नेचुरल तरिकाले जस्तो गरिन्छ। अब भिडियो बनाउने भनेपछि अलिक तलक अलिक स्ट्यान्डर्ड बनाउने कुरो हुन्छ भनेर चाहिँ मैले थाहा नदिकन एकदम यस्तो तरिकाले बनाउन खोजेको छु होइन। यसरी बारम्बार बनाउने क्रममा छोरो आएको छ है, जेठो छोरो भान्जी आएकी छिन् साइडमा। मेरो चाहिँ नानीहरू बाहिर गएका कारणले गर्दाखेरि उनीहरू छैनन्। हामी चाहिँ दाजुभाइ 3जना दाजुभाइ छौँ, 2जना दिदीबहिनी, सबभन्दा जेठी दिदी अनि बहिनी
अनि साइडमा भाउजू आउनु हुँदैछ। भाउजूले अब मोबाइल चलाएर के भन्दै कराउनु हुँदैछ, त्यहाँ भान्जीले के भन्दैछिन्, छोरीले के भन्दैछिन्, यस्तो छ है। मोबाइल चाहिँ सबैको हातमा मोबाइल छ। टिकाभन्दा मोबाइलमा ध्यान भएका कारणले गर्दाखेरि यस्तो तरिकाले विगतका दिनमा पनि यसरी नै हामी वर्षेनी मनाउँछौँ। पानी खान दमादम छ है। पानी खानुहुन्छ कि हुँदैन भनेर सोधेर पानी खाने अवस्था भएको छ। भान्जी उफ्रिँदैछिन्, छोरो उफ्रिँदैछ। गजबसँगले तरिकाले छोरो चाहिँ खुट्टा पटक पटक पार्दैछ। भान्जीलाई बस्ने ठाउँ चाहिएका कारणले गर्दाखेरि भान्जी बसिरहेका छिन्। बुइनी उता गई छोरीले फोटो खिच्दैछ। एकदमसँग राम्रो फोटो खिच है नानी भनेर भनिएको छु। फोटो खिचिरहेको छ छोरीले। एकदम कपाल मिलाउन व्यस्त, कोही के गर्न व्यस्त। अर्कोजनाले फेरि हाम्रो सङ्कल्प गौतम भन्ने मान्छेले चाहिँ एकदमसँग टिका। यो चाहिँ एकदम नेचुरल तरिकाले बनाएको। कसैलाई पनि थाहा नदिकन यसरी पछि रेकर्ड हुन्छ, पछि यसरी युट्युबमा फेसबुकमा हालिन्छ भन्ने कसैलाई पनि थाहा छैन। यो चाहिँ मैले एकदम सस्पेन्स तरिकाले घुमाएर राखेर भिडियो बनाएको हो। यसमा कसैलाई कोही पनि छैन। यस्तै तरिकाले अब हाम्रो तयारी भयो। फुल भएपछि नै फुल पर्सिसकेपछि अब के हुन्छ त हेर्दै जाउँ। के हुँदो रहेछ जिन्दगीमा। मोबाइलको पुरै अब चर्चा चल्यो है। मोबाइल हेर्नेको के गर्ने, आफूलाई मोबाइल चाहिन्छ। यस्तै तरिकाले यहाँ हेर्दै जान सक्नुहुन्छ कहाँ के हुँदैछ। ऊ छोरीलाई पनि मोबाइल चाहियो। यहाँ डिस्टर्ब गर्ने कुकुर पनि उता गयो जस्तो छ। कुकुरले पनि खेदाइरहेको छ। त्यहाँ के बाती बारेको अवस्था छ। बात त के अगरबत्ती के भन्छ त्यसलाई? अगरबत्ती होइन, बाती बारेको, बाती दियो बाती पनि भन्दैन, दियो बाल्ने प्रक्रियामा छ। दियो बालिसकेपछि विभिन्न किसिमले छोपिनीले पनि मोबाइल चलाएका कारणले उसले पनि मोबाइल हाइजेक भयो। अब चुप्पा लागेर ज्ञानी भएर बस्ने भन्ने अवस्था छ। त्यहाँ आज के गेम पो के हुँदै थियो, क्रिकेट म्याच हुँदै थियो र त्यही भएर म पनि क्रिकेट म्याचमा ध्यानमा छ। मेरो मोबाइल पनि क्रिकेटतिर ध्यानमा भएको अरे। फोटोग्राफर आउनु भएको छ। ऊ एकजना बारम्बार फोटो खिच्ने क्रम चलिरहेको छ। विभिन्न तरिकाले फोटो खिच्ने। यहाँ कसैलाई पनि एकदम सस्पेन्स तरिकाले कसैलाई पनि थाहा नदिकन मैले एकदम भिडियो बनाएको। आज फुर्सद भएर टाइम पनि मिल्यो होइन। टाइम मिलेका कारणले गर्दाखेरि भिडियो बनाउने फुर्सद यता बोरी रेकर्ड थिएन। मैले रेकर्ड गरेर बनाउनु पर्ने अवस्था भएका कारणले गर्दाखेरि भिडियो बनाउँदैछु। यहाँ कसैलाई थाहा छैन। अब यता दिदी जानुभयो, बाहिर किन जानुभएको थाहा छैन होइन। अब बाहिरको पनि भिडियो हाल्न त सकिन्छ, रेकर्ड त छ, तर होस् बाहिरको नगरौँ। यसैलाई टु बी कन्टिन्यू जस्तो छ होइन, नेचुरल। यसमा कुनै पनि पूर्व तयारी यस्तो गर्ने उस्तो गर्ने भन्ने मदेखि बाहेक कसैलाई पनि थाहा छैन। कसैलाई पनि थाहा नदिकन मैले एकदम सस्पेन्स तरिकाले गरिएको छु। यताउति कुद्ने, यता बाहिर जाने, भित्र जाने, खाना बनाउने, खाना पाक्दै हो र त्यही भएर चलाउन जानु पऱ्यो, के गर्नु पऱ्यो। छोरोले त्यहाँ अबिराखे जस्तो छ, अबिराखेको। त्यहाँ भान्जी आइन्, भान्जीले के गर्छिन् अब। छोरीले चाहिँ मोबाइल हेरेर बसिएको छ। दाजु बहिनीको झगडा परे जस्तो छ, दाजुले जिस्काए जस्तो छ। फेरि उताबाट भाउजूले के लिएर आउनु भएको छ त्यो थाहा भएन, देखिँदैन होइन। यस्तै छ। यसरी हामीले कति मिनटको अब भिडियो हुन्छ हेर्न सकिन्छ। भान्जीलाई आफ्नो बहिनीलाई चाहिँ माथि राखे, चुप्पा लागेर बस्नु भनेर, ज्ञानी भएर बस्नु भनेर। ज्ञानी भएर बसिसकेपछि अब दिदीले बाहिरबाट के लिएर आउनुभयो भनेपछि केही ल्याएको छैन होइन। ठिक छ।
अब के चाहिँ हुँदैछ भन्ने कुरो फुल सयपत्री फुल कलश बनाउन होला सायद, कलश कि गणेश के भन्छ है, त्यसलाई बनाउनको लागि विभिन्न माध्यमबाट त्यहाँ मेरो चाहिँ क्रिकेटमा ध्यान छ है, क्रिकेट चाहिँ म क्रिकेट हेरिरहेको छु। म आफू पनि अब भिडियो त हुन्छ भन्ने थाहा भएपछि अरूले पनि त्यही गर्छन् भनेर मैले चाहिँ आफूले एकदम नेचुरल तरिका होस्, पूर्व तयारी थाहा नभइकन कस्तो चाहिँ हुँदो रहेछ त सबैले। तपाईँहरूले पनि कसरी गर्नुहुन्छ, कसरी मनाउनुहुन्छ? हाम्रो चाहिँ यस्तै छ होइन, गाउँठाउँको ठाउँ पहितिर धानहरू राखेको छ है। धानहरूमा सायद चाहिँ हाम्रो 4 ग्रुप 5 ग्रुप हुन्थ्यो, बुवा अङ्कलहरूको हुन्थ्यो, त्यसपछि हाम्रो मामाहरू हुनुहुन्थ्यो, अनि त्यसपछि हाम्रो अनि छोराछोरीको गर्दाखेरि 4-5 स्टेप हुन्थ्यो। यसपालि चाहिँ 2 स्टेप मात्रै भयो, नभए 5 स्टेपसम्म हाम्रो तिहार एउटै घरमा हुन्थ्यो। सुरुमा बुवा फुपूहरूको हुन्थ्यो, त्यसपछि मम्मी मामाहरूको, अनि त्यसपछि हाम्रो अनि छोराछोरीको हुन्थ्यो। वैसे नै त्यसै गर्ने चलन छ। यसपालि चाहिँ विशेष कारण अथवा केही भएर चाहिँ त्यस्तो भएको छ। अब अरू साल पनि हामी यसरी नै गर्छौँ। यसरी बारम्बार तरिकाले गर्दै जाँदाखेरि टिका ल्याउने चलन फुलपाती के फुलपातीहरू केही अक्षताहरू हुँदैछ, पुज्ने क्रम धमाधम चलिरहेको छ, पुजिरहनु भएको छ। अब त्यहाँ कसरी हुन्छ, के हो सिस्टम, अब तपाईँहरूलाई पनि थाहा होला, कमेन्ट गरिदिन सक्नुहुन्छ। यसरी फुलपाती पुजेर नानीहरूले पनि गर्दैछन्, त्यहाँ सिक्दैछन्। सिकेर चाहिँ जान्नु पर्यो नानीहरूले पनि। यहाँ एक भान्जाचीमा साइडमा बसेर फोटो खिचैछन्। फेरि के आपत परे, फेरि भाउजू उठ्नुभएको छ, के भयो, यो फोटो खिच्न रहेछ, यो बधाई छ। यो यस्तो तरिकाले हाम्रो काम, हाम्रो चाहिँ तिहार वर्षै नै यसरी नै मनाउने गरेका छौँ। क्यामेरा भनेर देखाउँदैछु म, त्यहाँ के हो भन्ने कुरो कसैलाई थाहा छैन। एकदम विस्तृत रूपमा काम चलिरहेको छ। पूजाको काम टिका ल्याउने क्रममा कति टाइम लाग्दो रहेछ, के हुँदो रहेछ। अब कहीँ जाने हतार छैन, केही छैन होइन, आनन्द छ। त्यही भएर चाहिँ के गफ हुँदैछ, अब के चाहिँ भयो त अब भन्दाखेरि घुम्ने क्रम हुँदैछ होला, के भन्छ त्यही पानीले छेक्ने क्रम होला जस्तो बुझ्दैछु। अब के हो यो पूजा त्यसै के ओखरी राख्न हो, ओखरी राख्ने भर्खर ओखरी राख्ने तयारी हुँदैछ। ओखरी ढोकामा गेटमा ओखरी राखेर ओखरी फुटाउने काम हुन्छ होला जस्तो लाग्छ। अब ओखरी पुजिसकेपछि त्यहाँ चाहिँ नानीहरू के गर्नु हुँदैछ भनेर हेर्न गएका छन्। ओखरीलाई के गर्ने, ओखरी त्यही पनि आउनुपर्छ जस्तो छ, त्यही लगाइदिए जस्तो छ। त्यही लगाएर ओखरमा त्यही लगाएर चाहिँ ओखरीलाई पूजा गर्नुपर्छ जस्तो छ। ओखरीलाई पूजा गरेर ओखरी फुटाएर अनि मात्रै हो कि के हो। अब त्यहाँ चाहिँ भयो, ओखरबाट चाहिँ उता गइसक्यो। अब के हुन्छ त हेर्दै जाउँ के हुँदो रहेछ। अब भनेपछि के हुन्छ त भन्दाखेरि, अब के भयो त भन्दाखेरि पानी समातेर बहिनीले नि यताबाट भन्दैछ होइन, कताबाट हो दाहिने देब्रे कता हो। अब गर्नु त वर्षेनी गरेको बिच भान्जीले पानीले छेक्ने क्रम, पानी र फुलले पानी त्यही ओखर शुद्ध हेर्नुपर्छ भन्ने कुरो भएकाले ओखरिया शुद्ध गर्ने क्रम भएको छ। यसरी हाम्रो चाहिँ तिहार वर्षेनी सधैँ एकै ठाउँ घरैमा मनाउने गरिन्छ। दिदी वर्षेनीमा दसैँमा आएर एकैचोटि तिहारमा काठमाडौँ बस्ने भएकाले अरू बेला नभए पनि घरैमा बनाउने चलन गरेको छ हाम्रो चाहिँ।
2 फोनको भयो, अब 1 फोनको होला हुँदैछ। फोनको मारी यो 3 फोनको भयो, यसरी 3 फोनको, त्यसमा पनि 3 फोनको घुमाएर गर्ने चलन भइरहेको छ हाम्रो चाहिँ। यसरी ओखर पुजेर चाहिँ ओखर फुट्टो बहिनीले सोधे चाहिँ दिदीले फुटाउनु भयो। बहिनीले सोधेर अब त्यो चाहिँ शत्रु भएको कि केही फुटाओस् भन्ने क्रम के गरे, के भन्छ त्यो अब बुझिँदैन है। त्यहाँ साइडमा पनि हाँस्ने मान्छे छन्, हाँस्दाखेरि केही हुँदैन। ओखर फुटिसकेपछि अब के हुन्छ त, प्रोसेस के जाँदो रहेछ त भने हेरौँ। कपालमा तेर्याउने, अच्छा कपालमा तेर्याउने, काइँयोले कोर्ने, गजबको कायदा पो रहेछ त है। अब चाहिँ केही हुन्छ कि अब हुने क्रम तिहारमा कपालमा तेल लगाएर सबैजना ह्यान्डसम भइयो। अब यति ह्यान्डसम भइसकेपछि अब के हुन्छ भन्ने कुरो, त्यही प्रत्येकजनाले त्यही लगाउँदै कपालमा है। मलाई पनि त्यही आगो, आफूले पनि लगाइयो। यस्तै तरिकाले बारम्बार तरिकाले त्यही लगाउँदै जाँदै भाइले पनि त्यही लगाएको छ। बहिनीले कोरिदिने ऐना पनि हेर्नुपर्छ जस्तो छ कि, ऐना देखाउँदैनन्। ऐना पनि देख्नुपर्ने कि ऐना होइन, हुनुपर्ने त ऐनामा यस्तो छ होइन। ऐना आयो है, ऐना पनि हेरिसक्यो। अब के हुन्छ, अब हुँदैछ, काम कुरो चलिरहेको छ, कुदिरहेका छौँ, हेरिरहेका छौँ के हुन्छ। यस्तो तरिकाले भान्जीले उहाँ पछाडिबाट फुल छिट्याउँदै फ्याँक्दै बारम्बार भइरहेको छ काम कुरो। हाम्रो चाहिँ तिहारको नै फुलले पुज्ने काम जारी छ। फुलले पुजिसकेपछि हाम्रो चाहिँ अहिले पूजापाठमै अब टिको चाहिँ कतिखेर भन्ने कुरो अझै टाइम लाग्छ। अब पुजिसकेर केही प्रोसेस छ, धेरै थोक छ, नियमअनुसार गर्नै पर्यो सबैले। फोटो हेर्ने मोबाइल खोज्दैछन् त्यहाँ भान्जाले, मोबाइल किन हेरेको भन्दै। त्यहाँ आफ्नो सिस्टम छ, फोटो खिच्ने क्रम जारी छ, हेर्न सक्नुहुन्छ। यस्तो तरिकाले मजाले सानो तरिकाले सिम्पल तरिकाले बनाउँछौँ हामी चाहिँ। त्यस्तो चाहिँ फ्यासन गरेर टाटोफाटो गर्ने चलन छैन। सो लिभिङ हाई थिङ्किङ, सादा जीवन उच्च विचारको तरिकाले हाम्रो तिहार मनाइ यस्तै हुन्छ। वर्षेनी भइरहेको छ, अहिलेसम्म जसरी मनाइएको छ आजसम्म यसरी नै मनाइरहेको छ होइन। केही छ त अब यस्तो छ होइन। फोटो खिच्ने मान्छेको फोटो खिच्नको व्यस्त, त्यहाँ ऐना हेराउने के गर्नेको कामको हेर्नेको दमादम छ होइन। अब के आयो त थालमा, के आयो त, यो फुलपाती आएको रहेछ बा, के आयो कि भने स्पेसल केही आयो कि भन्ने सोच्छु, तर होइन रहेछ होइन। अब के आउँदो रहेछ हेरौँ, सबैजनाले हेर्न सकिन्छ। यो चाहिँ हाम्रो उहाँ एकजना फोटोग्राफर राखेको छ, स्ट्यान्डर्ड फोटोग्राफरले फोटो खिचिराखेको अवस्था छ। यहाँ 2जना फोटोग्राफर अब टिका ल्याउने, अब के भन्छ है, सप्तरङ्गी टिका लगाउने क्रम चलिरहेको छ। यस्तै क्रममा टिका लगाएर चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि टिकाले गर्छ, जे गर्छ टिकाले गर्छ है। टिका ल्याउने सुरुमा जेठोदेखि सुरु भएका कारणले चाहिँ आफ्नो बिच्चामा पर्यो, केही छैन, समयको माग।
टिका लगाउने क्रममा धमाधम चलिरहेको छ। यहाँ एउटा साइडमा कराउँदैछन्, केही छैन होइन। यो नेचुरल भएका कारणले कुनै पनि यसमा आर्टिफिसियल के भन्ने कुरो केही छैन, नेचुरल छ होइन। नेचुरल तरिकाले यहाँ गर्दैछु। यहाँ हाँस्ने मान्छे हाँसिरहेका छन्, नाच्ने मान्छे नाचिरहेका छन् होइन। केही छैन यसको लागि कुनै दुविधा सुविधा। हाम्रो फोटो खिच्नेले अहिले चाहिँ ठ्याक्कै बजेको छ 12:18 गइसकेछ होइन। समयमा 12:18 भनेपछि दिउँसोको साइत अनुसार 12 बजे कति मिनट भनेको थियो, त्यही अनुसारले हामीले साइत अनुसार नै कार्यक्रम चालु गरेका थियौँ। यस्तै छ, कार्यक्रम चलिरहेको छ। हाम्रो कार्यक्रम कन्टिन्यू टिका लगाउने सिस्टम कसरी के गर्ने भन्ने कुरो भइरहेको छ। अब के हुन्छ भन्दाखेरि अहिलेको डन आइसकेको छ। डनले पनि के भनिरहेको छ, ठिक छ यस्तै हो। सबैजनाले पनि यसरी नै मनाउनु भएको छ भन्ने आश राखेको छु। त्यहाँ फोटो खिचेको मैले छोरीलाई थाहा नदिकन सुटुक्क खिचिदिएका थिएँ। यस्तो तरिकाले चाहिँ हाम्रो तिहार मनाउने चलन वर्षौँदेखि भनौँ न हामीले मनाइरहेका छौँ। छोरी पनि नाच्दैछ, खुसी छ। छोरीलाई एकदम हर्ष उत्साहका साथ छोरी खुसी भएर नाच्दैछ। या ठिक छ, यस्तो तरिकाले नाच्ने। उताबाट भान्जी आइन्, भान्जीले चाहिँ के गर्छिन्, अर्काजना मान्छे नाच्दैछन्। नाचिसकेपछि हाम्रो बिचबिचमा यस्तो पनि ब्रेक डान्स जान्छ। ब्रेक डान्स गरिसकेपछि यहाँ मलाई के भन्दैछन् भान्जाले सुटुक्क होइन। यहाँ के हुँदैछ भन्दाखेरि अब चाहिँ टिका ल्याउने एकजनालाई सकेको छैन टिका। अब एकजना नसकेपछि अरू हामी 4जना छौँ, 4जनालाई कति बेग्याग्ने हो। अब भोकले 12 बजिसकिएको छ होइन, 12:30 हुन आँटेको छ। भोकले कुइँ पनि भएको अवस्था छ। छिटो गर्न सकेको छु, खाना पाइन्थ्यो भन्ने एउटा आश पनि। के गर्ने, पापी पेट भइ नै पर्यो, संसारको रित यस्तै छ। यी छोरी चाहिँ यसरी साइडमा बसियो चाहिँ, भान्जी साइडमा छन्। हाम्रो भान्जी चाहिँ भान्जा उफ्रिँदैछन्। हाम्रो पारो कतिखेर भनेर नाच्दैछन्, क्रिकेट हान्दैछन्। उहाँ क्रिकेट बलिङ गर्दैछन्। एकचोटि मामालाई जिस्काउँदैछन्, कान्छो मामालाई। यस्तो तरिकाले हामीले वैश्विक रूपमा तिहार मनाइरहेका छौँ। अब चाहिँ यो भिडियो लामो भए पनि हेरिदिनु होला, कति हेर्न सक्नुहुन्छ होइन। हामीले कसरी मनाउँछौँ, जम्मा 43 मिनट 50 सेकेन्डको भिडियो छ, धेरै छैन। 43 मिनट भनेपछि हामीले पनि यसरी एकदम तरिका नाच्ने मान्छे साइडमा डान्स गर्दैछन्, टिका ल्याउँदैछन्, कराउँदैछन्, उफ्रिँदैछन्, नाच्दैछन्, गीत गाउँदैछन्, गर्दैछन्। यस्तै छ, के गर्ने र। अब हाम्रो पनि त दिन यस्तै त हो, के गर्ने र। खोइ भन्थ्यो एउटाले होइन। हामीले यस्तो तरिकाले भान्जीले उहाँ साइडबाट फुल फ्याँकिन्छन्। अब केटाकेटी गरे, अब फेरि मोबाइल चलाउन थाले। अब एकछिन मोबाइल चलाउँछन्। मोबाइल चलाइसकेपछि अब के हुन्छ त भन्दाखेरि अब मेरो चाहिँ पारो आयो, भर्खर पारो आउँदैछ होइन। 2जनाको सक्यो। दाजु चाहिँ भिडियो बनाउनु हुँदैछ। भिडियो कि फोटो खिच्नुभएको, फोटो खिच्नुभयो जस्तो छ होइन। यसरी फोटो खिचेर नानी केटाकेटीले यस्तो तरिकाले मनाउने चलन। छोरी चाहिँ नाच्दैछ, सबैजनाले नाचेर उफ्रेर। ठिक छ। यी
ऊ चाहिँ बाबासँग गएर जिस्काउँदै बस्दै गर्छ। बुढीले पछाडिबाट दिदीले अगाडिबाट टिका ल्याउने चलन भइरहेको छ। अझै पनि हाम्रो टिकाको प्रोसेस चलिरहेको छ। के गर्ने भन्ने कुरो भइरहेको छ। टिका मिलाउन एकदम राम्रो देखिनु पर्यो भनेर टिका एकदमसँगले है एकदम खुसियालीसितले बनाइएको छ टिका। 26 यो चाहिँ भनेपछि 23, 25, 10 कति 25, 26 गते थियो होला। कार्तिक 25, 26 गते भनेपछि 10 महिना 23 तारिकको दिन रहेछ। 23 तारिक आज 20 भनेपछि अब 9-10 गतेको कुरो रहेछ। 9-10 गते कार्तिक 9-10 गतेको कुरो रहेछ होइन। यो चाहिँ मैले अहिले भिडियो बनाएको चाहिँ भनेको चैत 6 गते भिडियो यो अपलोड गर्दैछु। धेरै महिनापछि यत्रो दिनसम्म भ्याइएको थिएन। आज यसो फुर्सद भएर समय मिलेर अरू काममै व्यस्त भएकाले आज चाहिँ यो भिडियो बनाएको छु। भिडियो मैले क्यामेरामै रेकर्ड छु। मैले रेकर्ड तानेर चाहिँ आज रेकर्ड तानेर चाहिँ अब यसमा चाहिँ अडियो शुद्ध बनाउनु हुने कारणले गर्दाखेरि मैले अडियो शुद्ध राखेर बनाएको। यसमा छोरीले के गर्दैछ फोटो खिच्दै देखाउँदै गर्दैछन् सबैजनाले। 26 हामी चाहिँ कतिजना छौँ त भन्दाखेरि 4, 2, 6, 7, 8, 9, 10 जना छौँ अहिले। अरू कोही छैन होइन। छोरो बाहिर मोबाइलमा भएपछि पुग्छ, मोबाइलमा गइएछ। हामी चाहिँ बाहिर छौँ, हेरिरहेका छौँ। छोरी माथि आएर हेर्दैछ। अब मेरो पनि सिडियो अब बुइनीले लगाइदिने पारो। अब भाइको पारो आएको छ। भाइ पनि कोइटे परेर निराइ ठाडो पारेको छ। यस्तो तरिकाले हाम्रो चाहिँ काम भइरहेको छ होइन। टिको टाढो भनौँ न, तिहारको टिको टाढो एकदम द्रुत गतिमा चलिरहेको हुनाले टिको ल्याउने क्रम एकदम जारी छ। टिको कसको राम्रो हुन्छ भन्ने कुरोमा आएको छ र कहिले राम्रो लगाइदिने भन्ने कुरोमा पनि आएको छ। हाम्रो चाहिँ यसरी निरन्तर रूपमा टिका तिहारको एकदम खतरा सिस्टमले साइडमा घडा पनि राखेको रहेछ। मैले घडा त भर्खर देख्दैछु, याद नगरेको, देख्न त देखेको हो र। भर्खर घडा पनि राखेको छ। एउटा साइडमा छ, एउटा उता छ होइन। घडा त यस्तो पनि हुन्छ होइन। बिचमा यहाँ प्राकृतिक प्रकोप पनि आउँछ जस्तो छ है। यसमा माइन्ड नगरिदिनु होला होइन। प्राकृतिक प्रकोप यहाँ कसरी छिक्न सक्दैन होइन। प्रकृतिले दिएको देन सबैले स्वीकार गर्नै पर्यो। के गर्नु अब यस्तै छ त। प्रकृतिले दिएपछि त अब गर्नै पर्यो। संस्कारले सबैले सिकाएको पुर्खौँदेखि मानि चलिआएको चलन के पो भन्छ अनुसरण के गर्नै पर्दो रहेछ। अनुसरण गरेर सबैले मान्नै पर्यो। आफूले गरेपछि भोलि छोराछोरीले पनि सिक्छन्। छोराछोरीले पछि नातिनातिनाले बिस्तारै पुस्ता हस्तान्तरण टु बी कन्टिन्यू भन्छ एउटा अङ्ग्रेजीमा होइन। टिका ल्याउने चलन सकिसक्यो होइन। फोटो खिच्ने चलन हुँदैछ उहाँ। निधाइमा कस्तो आयो त फोटो भन्ने कुरो एकचोटि होइन। टिका ल्याइसकेपछि यो झ्याप्पसँगले टिका पनि लगाइयो होइन। अब चाहिँ हामीले पनि टिका ल्याइदिनु पर्छ जस्तो छ कि के हो है। कथाले के माग्छ हेर्दै जाउँ के हुँदो रहेछ।
अब भाइले पनि लगाइसक्यो। भाइले लगाइसकेपछि चाहिँ अनि के हुन्छ त कथाले के मोडिन्छ त के प्रोसेस चल्छ त अब यसपछि प्रोसेस के हुँदो रहेछ त भन्ने कुरो अब साइडमा अब फोटो सेक्सनको कुरो हुन्छ जस्तो छ हो। मेबी हुनसक्छ किनभने पूर्व पश्चिम उत्तर दक्षिण फर्किने चलन आयो होइन। फोटो खिच्ने चलन हो रहेछ स्टेप बाई स्टेप कतिजनाले खिच्ने भन्ने कुरो होइन। बारम्बार फोटो आइरहेको छ। यसरी फोटो खिचेर चाहिँ फोटो खिच्ने क्रम चलिरहेको छ। फोटो खिच्यो होइन। 27 मिनट भइसक्यो है। 12 बजेर 27 मिनट गएर 28 सेकेन्ड 33 सेकेन्ड गयो होइन। भन्दा 1-2 सेकेन्ड जाइहाल्छ। फोटो खिच्ने क्रम भइरहेको छ, चलिरहेको छ। चलाउनु पनि पर्यो। यस्तो फोटो आयो भने मैले देखाउनु पनि पर्यो होइन। चित्त बुझ्दैन। अहिले पहिलाको जस्तो छैन जे मिस्टेक हुन्छ भन्नु छैन। डिलिट हान्दा भयो होइन। मेमोरी के छ ब्याट्री सकिने हो होइन। सही पनि मेरो खतरा छ। बहिनीले हेरेछ अब मन पराइन भने अब डिलिट गर भन्छ अथवा के भन्छ होइन। तँ पनि गरौँ या भइपरि आएपछि जे पनि गर्नुपर्छ। यस्तो छ। राख्दैन अब धेरै टाइम होइन। टिको सकिन दिएन। टिको सकेपछि पुरै पुसेर राम्रोसँगले खिचेर खिच्नै पर्यो। यस्तो छ। हामीले निरन्तरसँगले गरिरहेका छौँ। लाइभ अपडेटमा छौँ। लाइभ भन्दा पनि यो चाहिँ रेकर्डेड भए पनि कसैलाई थाहा नदिकन गरेको यो एकदम सस्पेन्ड भिडियो हो है। अब आज भिडियो पोस्ट गरिदिँदैछु म। आज भिडियो पोस्ट गरेर ज्याप्पसँगले ठ्याक्क अपलोड गरेर म आज युट्युब च्यानल खोल्ने अहिले कसरी होइन। मैले चाहिँ खोलिसकेको छु। म त्यही भएर पोस्ट गर्छु। युट्युबमा आउँछ, फेसबुकमा आउँछ, टिकटकमा चाहिँ आउँदैन होला। यति राम्रो छ होइन। ब्लग बनाउनु पर्यो होइन। हाम्रो टिका एकपक्षीय टिका लगाएर भाइहरूको दाजुभाइ टिका लगाइसकेपछि एकपक्षीय टिका फर्स्ट स्टेप टिका भयो। यो फोटो सेसन भनौँ न। टिका सकिएर चाहिँ फर्स्ट स्टेप फोटो सेक्सनको कुरो हुँदैछ होइन। कसैलाई थाहा छैन यस्तो गरिँदैछ भन्ने। अब म उठेँ होइन। मेरो ज्यान पनि खतरा छ। यो चाहिँ हाम्रो फर्स्ट स्टेपको फोटो सेक्सन सकेपछि सेकेन्ड स्टेपको माला लगाउने चलन यो। अब सुरुमा माला लगाउने कुरो भयो होइन। जप्प सयपत्रीको माला लगाइँदैछ। र सयपत्रीको माला लगाएर म चाहिँ आउने मेरो पालो आइसकेको छ। माला लगाउने चलन मलाई चाहिँ बहिनीले लगाइ पालो गर्नु पर्यो सबैले। टिका लगाउने अब के छ त माला मात्रै भेट्यो त हौ। के भेट्यो त अब दही। अब दही खाने चलन चलिरहेको छ होइन। दही खाँदैछौँ। गइट अब अहिले चाहिँ दही नखाने भएकाले के पो खान्छ हौ अहिले। अब अहिले चाहिँ दही खाँदैन। मुकुट्टा फर्को होइन। दही भनिसक्दा एलर्जी हुने मान्छे पनि छन् हाम्रोमा। जाने त अब यस्तो तरिकाले हाम्रो तिहारको गोरा बानाना खाएको छ। बानाना खाउँ ज्यान बनाउँ राइट। यसरी हामीले भिडियो दही खान भोक लागेका कारणले गर्दाखेरि दही खाइरहेको छु म होइन। एकदम दही चाहिँ डङडङ डुङडुङ पनि गर्दैछ होइन। अब चाहिँ टिका आउने पारो आएछ र यसरी हामीले टिका लगायौँ।
अब यसमा म एउटा के भन्छ लास्टमा हल्का रमाइलो गरेको टिकट पनि गरेछौँ। हामी यति गर्ने काम टिका लगाइ बिस्तारै रूपमा चेलीबेटीलाई टिका लगाइदिने चलन हुँदैछ। टिका लगाइसकेपछि हामी के गर्छौँ त भन्दाखेरि गरिरहेका छौँ। केटाकेटी कराउँदैछन् साइडमा होइन। यस्तै छ, रेकर्ड हुँदैछ, सुनिँदैछ कि छैन आवाज भन्नु होला। भविष्यमा पनि फेरि यस्तै भिडियो हाल्ने गर्छु म, हेर्न सक्नुहुनेछ। हामीले चाहिँ टिको लगाइसकेका छौँ होइन। टिको लगाइदिने क्रम जारी छ। टिको लगाइसकेपछि के हुन्छ त भन्ने कुरो हेर्दै जाउँ, के हुँदो रहेछ, कसरी चल्छ टिका लगाइदिने। अब मैले लगाइदिनु पर्ने, म चाहिँ घोजे अझै पारो आएको छैन, अझै एक स्टेप पछि पारो आउने रहेछ मेरो चाहिँ। यस्तै छ, यसरी नै गर्नु पर्दो रहेछ। तिहार मनाउने चलन मनाउँदैछौँ, लगाउँदैछौँ। तिहारको सम्झना स्वरूप यसो साथीभाइहरूलाई पनि सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। यस्तै हो हाम्रो चाहिँ टिका लगाउने मेरो पारो आइसकेको छ। ड्रेसअप चेन्ज भइसकेको छ। ओके छ त। अब भनेपछि अब रेडी भइसक्यो होइन टिका लगाउने। अब टिका लगाइसकेपछि के हुन्छ भन्ने कुरो बिस्तारै हुँदैछ। यहाँ नानीहरूलाई कराउने क्रम भयो, नेचुरल एकदम, कुनै आर्टिफिसियल छैन होइन। कस्तो छ के छ के छ टिका लगाइदिने क्रम चलिरहेको छ। टिका लगाइसकेपछि अब के हुन्छ त, टिका लगाइसकेपछि के गर्ने प्रोसेस हुन्छ भन्ने कुरो छ। मैले कतिसम्म रेकर्ड गर्न भ्याएको छु होइन, त्यतिसम्मको रेकर्ड मैले गर्नेछु। हाम्रो चाहिँ एकजनाको सक्यो, अब दिदीको सक्यो, अब थारी आयो। यो थारीमा के आयो, कोसेरी पो आयो त भोकरे। यो खानेकुरो आयो, ल्याउने कुरो आयो, पुस्दिने कुरो आयो, आउँदैछ। के आयो। टिका लगाइयो। टिका लगाइसकेपछि के भयो त भन्दाखेरि अब के हुन्छ त प्रोसेस हेर्दै जाउँ, के हुँदो रहेछ, के गरिन्छ। बिर्सिसक्यो, 6-7 महिना अगाडिको कुरो। म पनि भिडियो हेर्दै के हुँदैछ गर्दैछु। तपाईँहरूलाई पनि यस्तो तरिकाले सस्पेन्स तरिकाले छ भने, क्यामेरा जोड्नु छ भने भन्न सक्नुहुन्छ। बाजुजी जागो मलाई कहिले सम्झ्यो है। रोटी आउँदैछ वहाँ, थारीमा रोटी के छ। अब तरिका मलाई चाहिँ मारा मिलाइदिए जस्तो छ होइन। एक थाई पो छ, थाईभरि पो रहेछ त हौ। आम्मामा झुसी रहेछ। हो के खाउँ भयो नि हो, थाईको खाउँ कि भात खाउँ कि के खाउँ
अब के आयो त अब पारो के आयो त टिको लगाइदिने र टिको लगाइदिने र त अब के हुन्छ त हेरौँ त टिको लगाइदिने पारो आएछ आफूले पाउने चिज पाइयो अब दिने चिज पनि दिनु पर्छ अब दिने कुरो हुँदैछ अब सुरुमा दाजुले जेठोबाट सुरु गर्नु पर्यो अब के हुँदो रहेछ हेरौँ अक्षता मुस्ने चलन अक्षता हो दहीको कप साइडमा राखेँ मैले होइन अब को आयो त दाजु आउनुभएको छ टिका ल्याउन उहाँ चाहिँ चतराबाट बिहानै टिका ल्याएर ठ्याक्कै 12:38 पछि 40मा आइपुग्नुभयो टिका लगाइदिने एकजनाले टिका लगाइदिएपछि सबैले छुना हुन्छ भनेर सबैले छोइयो यसो हात दिने मुन्दम त हो टिका ल्याउने क्रम चलिरहेको छ टिका ल्याएर म चाहिँ प्रिक ल्याउँदैछु अरूलाई थाहा छैन फुलपाती त्यो फुलपाती मात्रै दिनु हुँदैन भन्ने कुरो आयो त पर्स कोट्याउनु पर्ने आयो त हो अवस्था त अब पर्समा यो है त अब कति छ पैसा कति निस्किने भयो खुट्टा चढ्न आयो त दाजुले पनि झिक्नु हुँदैछ कति निस्किन्छ अब देखिन्छ देखिँदैन अब मेरो चाहिँ अब देखिन्छ कि देखिन्छ त कति रुपियाँ दिँदैछु हेर्नुहोस् है भन्नुहोस् है मलाई चाहिँ थाहा छ आमा भुइँमा पो फ्याँक्दिएँ त मैले त यो बधाई छ मलाई पनि पैसा झिकेर भुइँमै राखेँ अब के हुन्छ त भन्दाखेरि अब मैले पैसा त खोइ दिन छु कि क्या झुक्याए कि क्या हो झुकेको त छुइनँ त हो पैसा त दिदिया त दिन्न कि क्या हो मैले खोइ के पो गरेँ हो भाग्य पनि ढुक्दैछ अब के हुन्छ त खोइ हेरौँ अब खोइ हेर्दै जाउँ अब हेरौँ बुझ्ने पनि छैन म पनि अघि सरिएको छु होइन मैले पनि टिको लगाइदिएँ अझै अन्तिम भएको अवस्था छ होइन थाई बटुका निस्क्यो अझै अन्तिम भएछ भाइले भिडियो बनाइदिँदैछ ढोगेको यस्तै हामीले चाहिँ यसरी मनाउँछौँ तपाईँहरूले कसरी मनाउनुहुन्छ यसरी सिसी क्यामेराहरूले जोड्नु पर्यो यताउति गर्नु पर्यो भने सम्झिन सक्नुहुनेछ भिडियो बनाउँदैछु म भाइको हाम्रो चाहिँ यसरी मनाउने चलन छ तपाईँहरूले कसरी मनाउनुहुन्छ यस्तै तरिकाले म बारम्बार गर्नेछु है त बाई बाई